धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक मन्दिरको रूपमा परिचित ललितपुर नगर नेपाल उपत्यकाको प्राचीन तथा महत्त्वपूर्ण 3 नगरहरूमध्ये सर्वप्राचीन नगर हो। काठमाडौँ उपत्यकाको प्रसिद्ध 3 सहरहरूमध्ये ललितपुर सबैभन्दा पुरानो सहर मानिन्छ, जसमा प्राचीन समयदेखि नै बस्ती बसिसकेको र एउटा केन्द्रको रूपमा विकास भइसकेको कुरामा दुईमत छैन। यस नगरपालिकामा 29 वडाहरू छन् र तीमध्ये वडा नम्बर 5 यस नगरपालिकाको मुटुमा अवस्थित लोकप्रिय वडाहरूमध्ये एक हो। नमस्कार, स्वागत छ आज तपाईहरूलाई ललितपुर महानगरपालिका वडा नम्बर 5 को यात्रामा। वडा नम्बर 5 मा जम्मा घरधुरी संख्या 1516 रहेको छ भने जम्मा जनसङ्ख्या भने 6407 रहेको छ। महिला जनसङ्ख्या भने 3272 रहेको छ भने पुरुषहरूको जनसङ्ख्या 3172 रहेको छ। वडा नम्बर 5 को जनघनत्व 8426 रहेको छ भने वडा नम्बर 5 को क्षेत्रफल भने 0.76 वर्ग किलोमिटर रहेको छ। यो वडा परम्परा र आधुनिकताले हातेमालो गर्दै अगाडि बढेको एक नमुना वडा हो। यो वडा समृद्ध सांस्कृतिक सम्पदा, फस्फटाउँदो व्यवसायहरू र प्रगतिशील सामुदायिक पहलहरूको केन्द्र हो। ऐतिहासिक स्थलहरू, व्यस्त बजारहरू र समर्पित नागरिकहरूको सङ्गम रहेको यस वडाले दिगो सहरी विकासको उदाहरण प्रस्तुत गर्छ। हालका वर्षहरूमा वडा नम्बर 5 मा उल्लेखनीय पूर्वाधार विकास भएको छ। व्यवस्थित सडकहरू, पैदल यात्री अनुकूल बाटोहरू र सुधारिएको सार्वजनिक सुविधाहरूले यहाँको जीवनस्तर वृद्धि गरेको छ। स्मार्ट सिटी अभियान अन्तर्गत फोहोर व्यवस्थापन कार्यक्रमहरू र दिगो सहरी योजना कार्यान्वयनमा छन्। वातावरणीय सन्तुलन कायम राख्न हरियाली स्थानहरू र सार्वजनिक पार्कहरूलाई प्राथमिकता दिएको छ। यो वडा ऐतिहासिक र सांस्कृतिक रूपमा मात्र नभई यो वडा आधुनिक व्यवसायहरू, शैक्षिक, स्वास्थ्य क्षेत्र, सरकारी तथा गैर सरकारी संस्था र व्यस्त बजारहरूको मिश्रणले भरिएको आर्थिक केन्द्र हो। स्थानीय समुदाय र प्रशासन मिलेर यी क्षेत्रहरूको संरक्षणमा लागि परेका छन्। वडा नम्बर 5 विविध जातीय समुदायहरूको मिलनस्थल हो। यहाँ हरेक वर्ष धुमधामका साथ मनाइने चाडपर्वहरूले सामाजिक सद्भाव र परम्पराको निरन्तरतालाई जीवन्त राखेको छ। स्थानीय वडा कार्यालयले सामुदायिक सहभागितामूलक शासनलाई प्रवर्धन गर्दै आएको छ। बासिन्दाहरू विकास परियोजनाहरूमा आफ्नो सक्रिय सहभागिता जनाउँदै आएका छन्, जसले योजनाहरूलाई जनताको आवश्यकतासँग मिलाउन मद्दत गरेको छ। युवाहरूको सशक्तिकरण, महिला सहकारी र अन्य सामुदायिक पहलकदमीहरूले वडाको समग्र विकासमा योगदान पुर्याएका छन्।
दिगो विकासको दृष्टिकोणका साथ वडा नम्बर 5 रणनीतिक सहरी योजना, स्मार्ट प्रविधि एकीकरण र सामुदायिक केन्द्रित परियोजनाहरू अघि बढाउँदैछ। सम्पदा संरक्षण र आधुनिकीकरणको सन्तुलन कायम राख्दै परम्परा र प्रगतिको सह-अस्तित्वलाई प्रवर्धन गरि नै रहनेछ। भविष्यमा हामी स्मार्ट प्रविधि, हरित संरचना र दिगो विकासका परियोजनाहरू मार्फत वडा नम्बर 5 लाई अझ व्यवस्थित बनाउने योजना बनाउँदैछौँ। यो वडा केवल भौतिक संरचनाले मात्र बनेको छैन, यहाँका संस्कृतिहरू, समुदायको आत्मीयता र साझा पहिचानले यसलाई विशेष बनाएको छ। ललितपुर महानगरपालिका वडा नम्बर 5 जहाँ सम्पदा जोगाइन्छ, जहाँ विकासले गति लिन्छ र जहाँ समुदायको मनोबल उच्च रहन्छ। गहिरो जरा गाडेको सांस्कृतिक सम्पदा र प्रगतिशील दृष्टिकोणका साथ यो वडा नेपालमा दिगो सहरी जीवनशैलीको आदर्श नमुना बनेर अगाडि बढ्दैछ। नमस्कार, म विकासमान श्रेष्ठ, ललितपुर महानगरपालिका वडा नम्बर 5 को वडा अध्यक्ष एवं ललितपुर महानगरपालिका उद्योग पर्यटन तथा संस्कृति समितिको संयोजक तपाईहरु सबैलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। ललितपुर महानगरपालिका वडा नम्बर 5 ले आज दोस्रो इनिङको तेस्रो वर्ष पूरा गरी चौथो वर्ष पुगिरहेको छ। यो अवधिमा हामीले हरेक वर्ष पारदर्शिताको लागि ललितपुर महानगरपालिका वडा नम्बर 5 ले जनताले तिरेको कर, त्यो बजेट कहाँ लगानी गरेको छ, कसरी गरेछ भन्ने सबै कुराको जानकारी गर्नको लागि प्रत्येक वर्ष वडा दर्पण स्मारिका प्रकाशन गर्न लागिरहेको छ भने हाम्रो यो कार्यकालको तेस्रो वर्ष र चौथो वर्ष सुरुवात गर्दै गर्दा आज तपाईहरुलाई ललितपुर महानगरपालिका वडा नम्बर 5 ले यो तेस्रो वर्षभरि के कामहरू गरे भन्ने कुरा सुनाउन पाउँदा हामीलाई गर्व लागेको छ। जुन घोषणा पत्रमा हामीले यो गर्छौं भनेर जनता सामु हामीले जुन वचनबद्धता गरिरहेका छौं, त्यही अनुसारले हामी दैनिक रूपमा रुटिन अनुसारले नै यो काममा अघि बढिरहेका छौं। फलस्वरूप हामीले यो जुन विकास निर्माणको क्रममा ललितपुर महानगरपालिका वडा नम्बर 5 का प्रत्येक फुटपाथहरू अपाङ्ग मैत्री हुनेछ भन्ने हिसाबले हामीले मानभौमिक एभिन्यू चोक र एभिन्यू चोक दक्षिणकाली हुँदै पुरानो मालपोत कार्यालयसम्म र पुरानो मालपोत कार्यालय हुँदै गणेश मन्दिर हुँदै हाम्रो मार्क्समी पार्टी फेनोसम्म, यसै गरी दक्षिणकाली हुँदै कुमारी पार्टीसम्म र यसै गरी पाटन हस्पिटलदेखि अक्सबिज कलेज हुँदै रिङ रोड चक्रपथसम्म हामीले अपाङ्ग मैत्री फुटपाथहरू निर्माण गरिरहेका छौँ र यो कार्य अहिले हामी जारी छ र आजको 1 महिनापछि हामी चक्रपथसम्म यो पाउनेछौँ भने बाँकी रहेका फुटपाथहरूमा पनि अपाङ्ग मैत्री बनाउने हाम्रो लक्ष्य छ भने यो लक्ष्य अनुसारले आगामी वर्ष हामीले त्यहाँ पनि अपाङ्ग मैत्री फुटपाथ बनाइरहेका छौँ। यसै क्रममा हामीले विभिन्न गल्ली, सडक, चोकमा ब्लकहरू छाप्नेदेखि लिएर आएर ढल निर्माण गर्ने कार्यहरू पनि गरेका छौँ। जसको ज्वलन्त उदाहरण भनेको हामीले कुमारी पार्टीको फर्स्ट लाइनमा यसपालि ढल निर्माण गर्ने काम पूर्ण गरेका छौँ भने त्यहाँ पनि अहिले पिच गर्नको लागि हामी अगाडि बढिरहेका छौँ। यसै गरी ढल निर्माण गर्नुपर्ने क्रम यद्यपि 90% हाम्रो वडामा सिद्धेको छ भने अब हामीले अन्य ढल निर्माणहरू अब आउने आगामी वर्षमा कुमारी पार्टीमा र मुख्य मानभवनदेखि कुमारी पार्टीको मुख्य जुन ढल सानो भएको छ त्यसलाई पनि बनाउन हामी पहल गरिरहेका छौँ। यसरी ढल निर्माण गर्ने, फुटपाथ निर्माण गर्ने लगायतका हाम्रो ठुलो इच्छा, आकाङ्क्षा र हाम्रो गौरव भनेको ललितपुर महानगरपालिकाको ऐतिहासिक हिउँरानी पोखरी हो।
त्यो नुरानी पोखरी बनाउनको लागि चाहिँ हामीले हाम्रो आफ्नो वडा भत्काइसकेका छौँ र त्यहाँनिर मान्छेहरू बस्नुहुने रमाउन सकिने र एकदम रमणीय म्युजिक फाउन्टेन सहितको हामीले चाहिँ पोखरी निर्माण गर्दैछौँ, जसले गर्दा त्यहाँनिर वृद्धहरू बालकहरू कहीँ जान नसकेको ठाउँ बस्न नसक्ने ठाउँ पनि बेलुका बसेर रमाइलो गरोस् भन्ने हिसाबले हामीले यसपालि हाम्रो वडा आफै भट्काएर हामी अहिले वडाको भवन नवरञ्जेलसम्म बालमा आएर बसिरहेका छौँ। यसरी ऐतिहासिक त्यो नुन पोखरीमा पानी जम्मा हुने र त्यसलाई राम्रोसँग बन्ने खुला स्थान बन्यो भने ललितपुर महानगरपालिकाको मुटु नै यहाँ सबैको एउटा पर्यटनको विकासदेखि सबै चिज पनि हाम्रो ठहर छ। यसै क्रममा हामीले संस्कृति सम्पदा र मठ मन्दिरहरू बनाउने क्रममा पनि ललितपुर महानगरपालिकाको र 5 नम्बर वडाको इष्टदेव श्री मालसिंह मन्दिरको गरगहना गर्भमा गरगहना राख्नको लागि चाँदीको अलङ्कारले विभूषण गर्नको लागि हामीले वडाबाट 15 लाख रुपियाँ राखेका छौँ। महानगरपालिकाले 50 लाख राखेर हाम्रो कार्य शुभारम्भ हुनेछ भने यो चाँदीको गर्भगृहको गर्भगृह राख्ने कुराको लागि चाहिँ भक्तजनहरूले र विभिन्न भक्तजनहरूले करोडौँ रुपियाँ चाहिँ सहयोग गर्नुभएको छ। यसरी मालसिंह मन्दिरको गर्भगृहको गर्भ चाँदीले पनि यसपालि हुँदैछ भने हामीले मालसिंह मन्दिरमा एकदम अपाङ्ग मैत्री रहितको एउटा चाहिँ खेल मैदान पनि बनाउँछ, जहाँ बालकहरू आएर त्यहाँनिर चाहिँ रमाओस् र बिहान जिम गरेर आयो भने एक्सर्साइज गरोस् भन्ने हिसाबले त्यहाँ पनि एउटा सानो कुनामा बनाउनेछौँ भने त्यसै मालसिंह मन्दिरमा हामीले एकदम रमणीय क्षेत्र बनाउनको लागि एउटा सानो फाउन्टेनसम्म पनि बनाउँदैछौँ भने हामीले एकदम यसपालि मालसिंह मन्दिरमा हामीले टोयलेट स्मार्ट टोयलेट पनि बनाउने अवधारणा लिएको छौँ भने यो कार्यको लागि पनि सम्झौता भएर अगाडि बढिसकेको जानकारी तपाईँहरूलाई गराउन चाहन्छु। यसरी हामीले विकास निर्माण गरिरहँदाखेरि ढल निर्माण ब्लक छाप्ने अनि त्यसपछिबाट ठाउँ ठाउँमा बटुवाहरूलाई हिँड्नलाई मेचहरू राख्ने यी कामहरू हामीले अघि बढाएका छौँ भने मठ मन्दिरमा रहेका सम्पूर्ण मठ मन्दिरमा हरेक वर्ष हामीले चाहिँ रङरोगन गरेर चाहिँ चिटिक्क पार्ने पनि गरेका छौँ। यो तपाईँहरूको अगाडि ज्वलन चाहिँ छ। हामी विकास निर्माण क्रममा अब जुन वातावरण प्रदूषण नहोस्, वातावरणीय क्षेत्रमा राम्रो होस् भन्ने हिसाबले ललितपुर महानगरपालिका वडा नम्बर 5 को ठेको छ स्वच्छ सफा हराभरा धुवा धुलो रहित सुरक्षित स्वास्थ्य वडा बनाउने जुन हाम्रो अभियान छ, त्यो अभियान अन्तर्गत हामीले विभिन्न ठाउँमा फुलको गमलाहरू राखेर बोट बिरुवाहरू रोप्ने काम गरेका छौँ भने विभिन्न ठाउँमा फोहोर नहोस् भनेर ट्रास्टबिनहरू राख्ने काम गरेका छौँ भने हामीले विभिन्न ठाउँमा दैनिक रूपमा हामीले बढाल्ने कामहरू पनि गर्दै आइरहेका छौँ भने सुरक्षित हुनको लागि ठाउँ ठाउँमा आगलागी भयो भने पहिलो सुख निभाउन धेरै धनजनको नष्ट नहोस् भन्ने हिसाबले ठाउँ ठाउँमा हामीले फायर एक्सचेन्जर पनि राखेका छौँ र जस चलाउनुको लागि पनि हामीले सबैतिर ट्रेनिङहरू दिइरहेका पनि छौँ। यसरी फायर एक्सटेन्जर एक्टिभिटी वर्षैपछि त्यसलाई रिचार्ज गर्नुपर्ने काम पनि यसपालि हाम्रो सिधेको छ भने एक्सिडेन्ट नहोस् भन्नुको लागि हामीले ठाउँ ठाउँमा हामीले स्पिड ब्रेकर जुन रबरको छ जसले गर्दा एक्सिडेन्ट पनि नहोस् भन्ने हिसाबले ठाउँ ठाउँमा स्पिड ब्रेकर राख्ने काम पनि हामीले गर्दै आइरहेका छौँ र सुरक्षित हुनको लागि हामीले ललितपुर महानगरपालिकाको आफ्नो टोलमा झन्डै हामीले 37वटा 38वटा चाहिँ हामीले चाहिँ सिसिटिभी क्यामेरा राखेका छौँ र हामी चाहन्छौँ सम्पूर्ण नागरिकहरू यो सिसिटिभी क्यामेराबाट सुरक्षित होस् भन्ने हिसाबले चोर चकारी नलागोस्, एक्सिडेन्ट यस्तोहरू नहोस् र सबैजना सचेत होस् भन्ने हिसाबले हामीले सिसी क्यामेरा पनि राख्दै आइरहेका छौँ र यसरी हामीले स्वच्छ सफा राख्नको लागि घर घरमा एउटा डस्टबिन दिएका छौँ। निलो र रातो गरेर अब 2-2वटा दिने विचार छ। फोहोरको स्रोत चाहिँ किचनबाट चाहिँ न्यूनीकरण होस् र गल्ने कुराहरू चाहिँ मल होस् र नगर्ने कुराहरू चाहिँ डम्पिङ साइडमा जाओस् भनेर हामीले फोहोर न्यूनीकरण गर्नुको लागि पनि डस्टबिनहरू वितरण गर्दै आइरहेका छौँ। यसरी फेरि स्वास्थ्यको लागि भन्नुपर्दाखेरि हामीहरूले प्रत्येक बुधबार वडाको स्वास्थ्य क्लिनिकमा हामीले मातृ शिशुहरूको कहाँ जाँच्ने कामहरू गरिरहेका छौँ भने वडा स्वास्थ्य क्लिनिक प्रत्येक दिन खोलिरहेका छौँ र स्वास्थ्यको लागि हामीहरूले बृहत स्वास्थ्य शिविरहरू पनि सञ्चालन गर्दै आइरहेका छौँ। अस्तिमा त हामीले बृहत स्वास्थ्य शिविर गऱ्यौँ र बेला बेलामा हामीहरूले डेङ्गु रोगको बारेमा र विभिन्न आइपर्ने रोगहरूको बारेमा सचेतनामूलक कार्यक्रम पनि हामीले गरिरहेका छौँ। यसै गरेर ललितपुर महानगरपालिका वडा नम्बर 5 का जनताहरूले जुन पैसा नभएर औषधि किन्न औषधि गरेर मृत्युवरण गर्न नपरोस्
भनेर हामीले निःशुल्क औषधि वितरण गर्दै पनि आइरहेका छौँ। जन्म ज्येष्ठ नागरिकदेखि लिएर अपाङ्ग असहायहरूलाई हामीले निःशुल्क औषधि वितरण पनि गरिरहेका छौँ भने उहाँहरूको स्वास्थ्य बिमा पनि हामीले झन्डै महानगरपालिका 40 गरेर रिन्यू गरेर उहाँहरूको चाहिँ स्वास्थ्य राम्रो होस् भन्ने हिसाबले पनि हामीले कार्य गर्दै आइरहेको तपाईँहरूलाई सबैलाई जानकारी छ। वातावरण जोगाउनको लागि चाहिँ विश्व वातावरण दिवसमा मात्र होइन, अन्य दिनमा पनि हामी सरसफाइ कार्यक्रमहरू गर्दै जनचेतनामूलक कार्यक्रमहरू गर्दैछौँ भने अब हामीले यसरी गरिरहँदाखेरि सबैले के चेतना हुनुपर्छ भने आफ्नो घर आँगन सफा मात्र फेर पुग्दैन, आफ्नो घर आँगन अगाडि बाटो पनि सफा भयो भने हामी क्लिन हुन्छौँ भन्ने यी सबै सन्देश दिनलाई पनि हामीले यसरी सरसफाइ कार्यक्रम पनि गर्दै आइरहेका छौँ। हामीले महिलाहरूको क्षेत्रमा, बालबालिकाको क्षेत्रमा अनि युवाहरूको क्षेत्रमा र एकल महिलाहरूको क्षेत्रमा र ज्येष्ठ नागरिकको क्षेत्रमा पनि प्रत्येक वर्ष हामीले काम गर्दै आइरहेका छौँ। जुनन्त यसको उदाहरण हो, वृद्धहरूलाई हामीले हरेकचोटि धार्मिक अवलोकन भ्रमण गराएर उहाँहरूलाई पौष्टिक आहार वितरण गरिरहेका छौँ। यसपालि पनि हामीले चन्द्रगिरी लगेर यो कार्य सम्पन्न गरेका छौँ भने ज्येष्ठ नागरिकहरूलाई दिवा सेवा सञ्चालन गर्ने हामी पूर्णदेखि लागिरहेका छौँ र यसपालि पनि दिवा सेवाको लागि चाहिने सामग्री श्री महालक्ष्मी व्यवस्थापन समितिलाई हस्तान्तरण गर्दैछौँ। यसरी ज्येष्ठ नागरिकहरू जुन हामीले मान्नुपर्नेहरू 1-2 घन्टा भए पनि रमाओस् र आफ्नो पुरानो साथीहरूसँग भेटोस् भन्ने हिसाबले ज्येष्ठ नागरिक दिवा सेवा सञ्चालन गर्न लागेका छौँ भने बालबालिकाहरूको जुन आमाबाबुहरू अफिस जानुपर्छ तर बालबालिका हेर्न पाइँदैन भनेर हामीले बाल सेवा गृह पनि खोल्दै आइरहेका छौँ र त्यहाँ पनि बालबालिकालाई हेर्ने र ती बालबालिकाहरूलाई वडा नम्बर 5ले फ्री रूपमा खाना खुवाउने कामदेखि लिएर गरिरहेका छौँ। यस्तै गरी हामीले युवाहरू, बालबालिकाहरू र विद्यार्थीहरूको सम्मानको स्वरूप प्रत्येक वर्ष एसई र +2 पास गर्नेहरूको सम्मान गर्ने कार्यक्रम गर्दै आइरहेका छौँ भने यो कार्यक्रम यथावत अब आउने सालमा पनि रहनेछ। बालबालिकाहरूको लागि भन्ने हामीले उहाँहरूको समूह गठनदेखि लिएर उहाँहरूलाई चाहिने ट्रेनिङदेखि लिएर उहाँहरूलाई प्रशिक्षणदेखि लिएर हामीले उहाँहरूलाई पनि गरिरहेको छ भने यसपालि हालिदिबाद परिक्रमा हाम्रो बाल समूह दोस्रो ल्याउन सफल भएको छ भने उहाँहरूको हौसला पनि बढेको छ भने अर्को वर्ष योभन्दा नि राम्रोसँग पहिलो ल्याओस् भन्ने हिसाबले हामी अगाडि बढ्दैछौँ भने आउने बजेटमा महानगरीय यो हाजिरबाग प्रतियोगिता वडा नम्बर 5ले गर्नको लागि पनि अनुरोध गराउने हिसाब गरिरहेका छौँ भने बालबालिकाहरूको हौसला बढाउनको लागि चाहिँ हामीले बाल प्रशिक्षण कार्यक्रमहरू गरेछौँ, जसकारण जस्तोको माध्यमबाट उहाँहरूले आफ्नो गौरव र आफ्नो शक्ति आफ्नो जुन क्यारेक्टर देखाउन सक्षम होस् भनेर हामीले बाल प्रतिभा कार्यक्रम पनि गर्ने गरेका छौँ भने यसै गरेर उहाँहरूलाई चाहिँ हामीले शिक्षाको लागि हामीले सम्पूर्ण बालबालिकाहरूलाई चाहिँ शैक्षिक सामग्री पनि वितरण गर्ने गरेका छौँ। यसरी बालबालिकालाई पढाइमा रुचि होस्, आफ्नो ट्यालेन्ट देखाउन सकोस् र 29 वडाभन्दा अब्बल बालबालिकाको उत्पादन होस् भन्ने वडाले चाहेको छ। यसै गरी महिलाहरूको लागि जुन ब्युटिसियन ट्रेनिङहरू भयो, विभिन्न खालका ट्रेनिङहरू हामीले उहाँलाई उपलब्ध गराउँदै आइरहेका छौँ। त्यो पनि आउने क्रममा अब आउने वर्षहरूमा पनि सञ्चालन हुनेछ भने महिला समूहहरूको लागि स्तरपिन उन्नतिको लागि उहाँहरूलाई विभिन्न प्रकारका हामीले ट्रेनिङ दिएर आइरहेका छौँ र यी ट्रेनिङ दिने क्रममा जस्तै अब लेखा व्यवस्थापन, कार्यक्रम प्रस्तावना कसरी राख्ने र कसरी महिला समूहहरू सञ्चालन गर्ने भन्ने विषयको ट्रेनिङहरू लगायत कानुनी साक्षरता र त्यो लगायत हामीले महिलाहरूको लागि चाहिँ क्षमता अभिवृद्धिको लागि चाहिँ उहाँहरूलाई रिफ्रेसमेन्टको लागि चाहिँ वर्षमा एकचोटि घुमाएर ल्याएर उहाँहरूको ट्यालेन्ट दिने विचार गरेका छौँ भने यसपालि महिला समूह ललितपुर महानगरपालिकाको महिला समूह मध्येमा हाम्रो फिजिकल महिला समूहले प्रथम ल्याउन सफल भएको छ र उहाँहरूको पनि सम्मानमा हामीहरूले उहाँहरूको हौसला बढाउनलाई पनि यसपालि अब आउने बजेटमा कार्यक्रम लिएका छौँ भने हामीले महिलाहरू जहाँ महिला त्यहाँ विकासका पाइला, यदि महिला सक्षम हुनुभयो भने हामी सबै हाम्रो समाज र हाम्रो वडा र राष्ट्र राम्रो हुन्छ भन्ने हिसाबले महिलाहरूले ल्याएका कार्यक्रमहरू विभिन्न कार्यक्रमहरू हामीले लिएका छौँ जुन दर्पण स्मारिकामा प्रकाशित छ। तपाईँहरूले यसको जानकारी पाओस् भन्ने हिसाबले हामीले महिला समूहहरूको लागि पनि विभिन्न कार्यक्रम गरिरहेका छौँ भने यसै गरी महिलाहरूको सम्मानको लागि आफ्नो वडामा रहेका स्थायी बासिन्दाहरूको महिलाहरू सुत्केरी भयो भने हामीहरूले उहाँहरूलाई घरमा गएर
उहाँहरूलाई पौष्टिक आहार दिएर उहाँहरूलाई हौसला बढाउने कार्य पनि गरिरहेका छौँ। साथै ललितपुर महानगरपालिका वडा नम्बर 5 का महिला समूहहरूले ट्रेनिङ लिइसकेपछि आफैले उत्पादन गरेका सामानहरू जुन उत्पादन गरेको छ त्यसको लागि हाट बजार महिनामा एकचोटि हामीले हाट बजार राख्ने व्यवस्था गरेका छौँ र यसलाई निरन्तरता दिँदै विभिन्न चाडपर्वमा पनि विभिन्न ठाउँमा पनि हाट बजार राखी उहाँहरूले उत्पादन गरेको सामानहरूको उठासम्म पुगोस् र उहाँहरूको चाहिँ रोजगारी पनि होस् भन्ने हिसाबले हामी लागि परेको जानकारी समेत हामीले संस्कृति सम्पदा यस क्षेत्रहरूमा हामीले धेरै वर्षदेखि बन्न रहेको पायो जात्रा चाहिँ हामीले सञ्चालन गर्दै आएको तपाईँलाई जानकारी छ भने मालसी मन्दिरको जुन रामनवमीको दिनमा चल्ने खट जात्रा पनि हामीले सञ्चालनमा ल्याइसकेका छौँ र यसपालि पनि भव्य र सभ्य रूपमा सञ्चालन भएको छ भने प्रत्येक वर्ष इन्द्र जात्राको दिनमा लगन खेलको एलएमजी सँगैको श्री गणेश मन्दिरको भगवानको मन्दिरमा हामीले हाम्रो नेवारी कल्चर अनुसारले समयबजी कार्यक्रम पनि गरिरहेका छौँ। उक्त कार्यक्रममा सम्पूर्ण वडावासीहरूलाई भेटेर हामीले समयबजी खाएर एक आपसमा चाहिँ फलाकुसारो गरी भेट्ने थलोको रूपमा पनि गरेको छौँ भने हामी प्रत्येक वर्ष यसपालि 2 वर्ष भयो दक्षिणकाली मन्दिरमा पनि चैते दशमीको दिनमा दक्षिणकाली आमाको पूजा अर्चना गरेर हामीले चाहिँ पूजा गरेर हामी समयबजी दिएर भगवानको चाहिँ पूजा गर्ने गर्छौँ भने प्रत्येक वर्ष शिवरात्रिको दिनमा जगन्नाथ मन्दिरमा पूजाआजा गरी भजन कीर्तन गरी हामीले वर्षमा मनाउने गरेका छौँ भने बुद्ध जयन्तीको उपलक्ष्यमा पनि यसपालिदेखि नै पहिलेदेखि चलिरहेकोमा यसपालि वडाले केही बजेट राखेर यसपालिदेखि नै बुद्ध जयन्ती पनि हाम्रो कुमारी पार्टीमा भव्य रूपमा मनाउने कार्य सुरु भइरहेको छ भने हामीले विभिन्न हाम्रो वडामा रहेको विभिन्न जात्रा मात्रा मध्येमा तीजको बेलामा महिलाहरूको महान दिनको उपलक्ष्यमा उहाँहरूलाई तीजको बधाई दिने तीज विशेष कार्यक्रम पनि हामीले सञ्चालन गर्दै आइरहेको छ भने वडावासीहरूको सप्रेमको होली भनेर फागु पूर्णिमाको दिनमा सम्पूर्ण वडावासी हिलो र पानी रहितको रङ्ग मात्रको रङ खेलेर एक आपसलाई बधाई दिँदै हामी होली पर्व पनि सञ्चालन गरेको 2 वर्ष भइसकेको छ भने हाम्रो ललितपुर महानगरपालिका वडा नम्बर 5 मा श्री मानसिंह मन्दिर छ है भन्नुको लागि एउटा पर्यटन विकासको लागि पनि प्रत्येक वर्ष दसैँदेखि तिहारसम्म हामीले झिलिमिली बत्ती पनि बालेर आएका छौँ र यो झिलिमिली बत्तीले गर्दाखेरि मानसिंह आमाको महिमा र ललितपुर महानगरपालिका वडा नम्बर 5 को पहिचान बढेको छ र धार्मिक क्षेत्रमा सुधार आइरहेको छ। यी र यस्ता कार्यहरू हामीले धार्मिक क्षेत्रमा गरिरहेका छौँ भने युवाहरूको लागि हामीले युवाहरू सक्षम होस् भन्ने हिसाबले बारिस्टा ट्रेनिङदेखि ल्याएर विभिन्न ट्रेनिङ लगायतका हामीले संस्कृति आफ्नो सम्पदा जगाउनको लागि हामीले धेमे बाजा नाचदेखि ल्याएर धेमे बाजा प्रशिक्षणसम्म पनि हामीले दिइरहेका छौँ भने यसलाई पनि निरन्तरले आउने वर्षदेखि मादल बजाउने ट्रेनिङ पनि दिने हामीले हाम्रो गइरहेको छौँ भने ट्रेनिङहरूमा हामीले ड्राइभिङ ट्रेनिङ पनि दिइरहेका छौँ। यी ड्राइभिङ ट्रेनिङबाट झन्डै हाम्रो यसपालि पनि 27 जनाले ट्रेनिङ लिएकोमा झन्डै 22 जनाले लाइसेन्स लिइसकेको कुरो हामी तपाईँहरूलाई जानकारी गराउन चाहन्छौँ भने यसपालि अब आउने बजेटमा पनि ड्राइभिङ ट्रेनिङ यथावत राख्दै महिलाहरूको लागि स्कुटर चलाउने ट्रेनिङ पनि हामीले सञ्चालन गर्न गइरहेका छौँ। जुन महिला समूहबाट चाहिँ हामीलाई पनि स्कुटर चलाउन चाहिँ गरौँ भन्ने ट्रेनिङ दिउँ भन्ने हिसाबले हामीले त्यो पनि सञ्चालन गर्न लागिरहेका छौँ भने हिजो हामीले बजेटमा राखेका यी लगायतका कार्यक्रम अन्तर्गतको अब आउने बजेटमा नभएका कार्य अब गर्ने के भन्ने विषयमा चाहिँ हामी प्रत्येक वर्ष वडा भेला गर्ने गर्छौँ र वडाका सम्पूर्ण स्टेक होल्डरसँग बालबालिकादेखि वृद्धदेखि एकल महिलादेखि हामीले सबैसँग युवाहरू सबैसँग चाहिँ हामीले सोझेर टोलवासीलाई सोझेर अब वाट नेक्स्ट अब आउने वर्षमा के गर्ने भन्ने विषयमा वडा भेला गरेर वडा पास गरेर वार्षिक बजेट पेश गर्छौँ र त्यो वार्षिक बजेट पेश भइसकेपछि त्यसलाई हामी कार्यान्वयनतिर लाग्दछौँ र अब पनि हामीले वार्षिक बजेट पेश गर्दैछौँ। त्योभन्दा अगाडि हामीले सबैसँग भेट गरेर हामीले गरेका काम र कर्तव्यहरू हाम्रो सबैले चाहिँ एकदम राम्रोसँग पारदर्शीसँग बुझ्नुपर्छ भन्ने हिसाबले पनि हामीले वडा भेला गरेका छौँ। यो वडा भेलाले गरेको पास गरेको नीति र नियमलाई हामी लागू गर्ने छौँ र पारदर्शीलाई यो वडा भेला सधैँ गर्ने हामीले चाहिँ वचनबद्धता गर्दछौँ। यसै गरी हामीहरू कानुनी रूपमा सक्षम हुनुपर्छ। हामी मेलमिलाप गर्ने कसरी कुनै पनि झैँ झगडालाई मेलमिलापमा टुङ्गाउनु पर्छ र
हरेक जनताहरूले कानुनको चाहिँ विषयमा बुझ्नुपर्छ भन्ने हिसाबले कानुनी सचेतना कार्यक्रमदेखि लिएर आएर मेलमिलापको ट्रेनिङदेखि लिएर आएर हामीले गरेका छौँ भने आगामी वर्षदेखि मेलमिलाप केन्द्र पनि यस वडामा राख्ने हामीले अटुट गरेका छौँ। यसको लागि महानगरपालिका प्रमुखज्यूलाई पनि हामीले जानकारी गरेका छौँ। यसरी हामीले जनताहरू पहिला नगरपालिकामा गएर सबै चिज गर्नुपर्ने, जुन घरको कर तिर्नुपर्ने, व्यवसाय कर तिर्नुपर्ने लगायतका कामहरू अब सम्पूर्ण वडाबारी गर्ने हामीले गरेका छौँ भने वडामा अब पेपरलेस निवेदन सहितको चाहिँ हामीले चाहिँ स्मार्ट हामी सेवा दिनेतिर लागिरहेका छौँ भने कोही वडाका आदरणीय सेवाग्राहीहरू आउनुहुन्छ भने हामीहरूले उहाँहरूलाई पेपर लेखन नपर्ने गरेर छापेर राखेका छौँ र आउन साथै उहाँहरू नागरिक बडापत्रमा हेर्नुहुनेछ। डिजिटल नागरिक बडापत्रमा यो निवेदनको लागि कुन के चाहिन्छ भन्ने कुरो उहाँहरू त्यो हेरेपछि निवेदन भरिसकेपछि हामीले सबै अङ्ग पुगिसकेपछि विदिन 10 मिनटभित्रमा नै उहाँहरूलाई चाहिँ सिफारिस दिने प्रबन्ध मिलाएका छौँ। यसरी वडामा पनि सञ्चालन गर्नको लागि वडाका टिम, हामी सबै टिम तपाईँहरूले जुन हामीले पहिला जितेर अहिले दोस्रो इनिङमा पनि जिताउनु भएको छ, तपाईँहरूको सेवा गर्नको लागि हामी सम्पूर्ण टिमको तर्फबाट तपाईँहरूलाई दिएको प्रतिबद्धता हामी तपाईँहरूको सेवामा समर्पित रहन्छौँ र हामी वडा अध्यक्ष सदस्य होइन, हामी वडाको सेवामा हामी लाग्नेछौँ र आउने वर्ष पनि अब आउने 80-84मा पनि हाम्रो लाइसेन्स पाल्न परोस्, हाम्रो लाइसेन्स एकदम राम्रोसँग जाओस्। तपाईँहरूका हामी रिन्यू गर्न आउँदाखेरि फेरि पनि हामी सक्षम हुनेछौँ र तपाईँहरूको माया ममता हामी पाउनेछौँ र सधैँ ललितपुर महानगरपालिका वडा नम्बर 5 को सेवा भई तपाईँहरूको सेवा गर्ने प्रवृत्तिसहित मेरो भनाइ टुङ्गाउँछ। धन्यवाद, नमस्कार।